श्रम पिता हर्क सम्पाङज्यू जन्मनु भएको गाउँको घर कस्तो होला? उहाँको गाउँको घरको अवस्था कस्तो छ त? उहाँको गाउँको घरमा को बस्छन् त? आज हामी यस भिडियोमा प्रत्यक्ष रूपमा हर्क सम्पाङज्यू जन्मनु भएको खोटाङको घरसम्म नै पुगेर तपाईहरुलाई देखाउनेछौँ अनि हर्क सम्पाङज्यूकै भतिजसँग पनि कुराकानी गर्नेछौँ। हर्क सम्पाङज्यूको चाहिँ उहाँको चाहिँ साइनोले भतिज धरानदेखि फोन गरेर के छ कसो छ भनेर अब सोधीखोजी गरिराख्नुहुन्छ। मैले नै रेखदेख गरिरहेको छु। आजको हाम्रो यस भिडियोमा चर्चित भिलेज लाइफ कन्टेन्ट क्रिएटर केदार राई र समिता राईज्यूको निवासमा पनि प्रवेश गरेर उहाँको स्टुडियो भिजिट गर्नेछौँ र उहाँहरूसँग कुराकानी गर्नेछौँ। यो चाहिँ किन ठुलो यो किन सानो आएर त? यो अहिले पछिल्लो चोटीमा सबैको सानो छ सर। यो डरमर्दो बाटोको यात्रा गर्दै हामी सुन्दर सुन्दर स्थानहरूको पनि अवलोकन गर्दै अगाडि बढ्नेछौँ। बाइकै लडो यार, फेरि के गरी उठाउने होला? ला के भएर लडो फेरि चिप्लेर तल पुगेको छ। यहाँ रुख छ, यस्तो रुखले गर्दाखेरि स्वाट्टै पुग्यो यार बाइक त तल। कहीँ कतै भने भयानक बाटोमा ढुङ्गा पन्छाउँदै बाइकबाट लड्दै पड्दै हर्क सम्पाङज्यूको पहाडको घरसम्म पुगेर नै छाड्नेछौँ। आजको भिडियो एकदमै रोचक, रमाइलो र जानकारीमूलक हुनेछ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँलाई पनि हर्क सम्पाङज्यूको श्रम अभियान मनपर्छ भने जय हर्क सम्पाङ कमेन्टमा लेखिदिनु होला। अब ढिला नगरिकन लागौँ है त खोटाङ जिल्लाको कुना कन्दरामा रहेको श्रम पिता हर्क सम्पाङज्यू जन्मनु भएको गाउँको घरसम्मको यात्रामा। अहिले हामी छौँ भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजारमा। खुकुरीको लागि प्रसिद्ध बजार भोजपुरबाट नै आज हामी हर्क सम्पाङज्यूको गाउँको घरसम्मको यात्रा प्रारम्भ गर्दैछौँ। आजको आकाश निकै नै सफा छ। पर मुन्दुम पदमार्गको क्षितिजमाथि भने बादलका टुक्राहरू कहीँ कतै तैरिरहेको देखिरहेको छ। परका टेम्केमयू गाउँपालिकाका भूभागहरू बिहानको पारिलो घाम तापेर बसिरहेको भान हुन्छ। अब भने हामी भोजपुर सदरमुकामबाट यात्रा प्रारम्भ गरेको लगभग आधा घण्टापछि हामी सेती बगर पुग्न लागेका छौँ। पारिपट्टि रेमजिम गाउँ, पाङखाङ गाउँ शिरमा मयुङ सजाएर बसिरहेको छ। अब भने हामी भोजपुर नगरपालिका र टेम्केमयू गाउँपालिकाको सिमानामा अवस्थित सेती बगर पुग्छौँ। कुनै समय हर्क सम्पाङज्यूले यही सेती बगरमा बसेर भन्नुभएको थियो, यो पुल सेती बगर पुलदेखि यहाँ सबैलाई मैले सम्झेको छु। सेती बगरमा पिखुवा खोला जोडतोडले सप्तकोशीमा मिसिन अगाडि बढिरहेको छ। म भने यही सेती बगरबाट रिमचिम गाउँ हुँदै खोटाङ जिल्लातर्फ सोझिएको बाटो समात्ने निर्णय गरे। सम्पूर्ण साथीभाइहरूलाई हार्दिक नमस्कार अनि स्वागत छ। अहिले हामी ठ्याक्कै यो सेती बगर छेउमा रहेको यो रिमचिममा हामी प्रवेश गरिसकेका छौँ। टेम्केमयू गाउँपालिकामा प्रवेश गरिसकेका छौँ। यहाँ तल पिखुवा खोला बगिरहेछ र अब हामी यहाँबाट यो रिमचिम गाउँबाट सिधै उकालो लाग्छौँ। हाम्रो हर्कराज सम्पाङ राईज्यू जो अहिले धरान उपमहानगरपालिकाका चाहिँ मेयर हुनुहुन्छ, उहाँ जन्मनु भएको गाउँको घरसम्मको यात्रामा हामी यहाँबाट अगाडि बढ्दैछौँ। आकाश आज एकदम सफा छ, एकदम निलो देखिरहेको छ। तपाईँहरूले पनि सम्भवतः यो आकाश हेर्दाखेरि चाहिँ एकदमै तपाईँहरूलाई लोभ लागिरहेको होला है। आजको दृश्य चाहिँ मलाई पनि एकदम गजबको लागिरहेको छ। अब हामी यहाँबाट सिधै अगाडि बढ्छौँ र हाम्रो एकदमै चर्चित हाम्रा एकजना भिलेज लाइफ युट्युब कन्टेन्ट क्रिएटर हुनुहुन्छ केदार सर, उहाँको घरसम्म पनि जान्छौँ हामी। सम्भवतः त्यही बाटो हुँदै जान्छौँ होला आज हामी र उहाँसँग पनि भेटघाट गर्छौँ। त्यसपछि हामी हर्कराज राई सम्पाङज्यूको गाउँसम्म पुग्छौँ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट पनि गर्नु होला र यदि तपाईँलाई हर्क सम्पाङ मनपर्छ भने कमेन्ट बक्समा जय हर्क सम्पाङ लेखिदिनु होला। रेमजिम गाउँ पनि निकै नै आकर्षक छ। विशेषतः किराँती समुदायको बसोबास रहेको यो गाउँ पनि पिखुवा खोला, बङ्खुवा खोला र हिङखुवा खोलासँग टाँसिएर बसेको सुन्दर गाउँ हो। अब भने हामी यहाँबाट उकालो लाग्छौँ हर्क सम्पाङज्यूको गाउँलाई भेट्नको लागि। ल साथीभाइहरू, अब हामी रिमचिम गाउँतर्फ उकालो लाग्यौँ। अब यो रिमचिमतिर चाहिँ अब बाटो ठिकै ग्राभल गरिएको छ। आज चाहिँ यता रिमचिमतिरको वेदर चाहिँ एकदम सफा छ साथीहरू। हेर्नु त ल कस्तो सबैतिर डाँडाकाँडा मजाले खुलेको छ अनि आकाश एकदम स्पष्ट सफा देखिएको छ। एकदम मजा लाग्दो खालको वेदर छ र यो खालको मौसम चाहिँ धेरै पछि मात्रै खुलेको है साथीहरू। नभएदेखि पहिला चाहिँ एकदमै अति नै
गाह्रो भइसकेको थियो तर अहिले चाहिँ वेदर कन्डिसन धेरै राम्रो छ आहा कति राम्रो हेर्नुहोस् त साथीहरू दृश्यहरू हुन त माथि धोत्रे आसपासतिर चाहिँ बादल चाहिँ आइसक्यो होइन तर पनि यतातिर चाहिँ यो मुनि चाहिँ गाउँ एकदमै राम्रो देखिरहेछ आकर्षक धेरै राम्रो देखिरहेछ है गाउँघरहरू चाहिँ अनि यतातिर यो अहिले रिमझिमतिर छौँ हामी अब यो रिमझिम गाउँ चाहिँ विशेष गरेर एकदमै राम्रो र सुन्दर गाउँ छ पारिपट्टि छिनामखु होइन अनि माथि यो मुन्दुम ट्रेलतिर चाहिँ अहिले बादल आइसकेको जस्तो देख्न सकिन्छ सायद त्यतातिर बादलले छोपिसक्यो होला त्यो चाहिँ त्यो ठाउँहरू अहिले चाहिँ गाउँघरतिर लगभग यो दसैँ पनि आउन लाग्यो दसैँ आउन लागेकोले गर्दाखेरि अहिले सडकहरू सम्याउने काम धमाधम भइरहेको रहेछ जसले गर्दाखेरि अलिक यात्रा गर्न पनि सहजै होला जस्तो सब हेरौँ यता त अब सडक खनिएको छ सडक मर्मत गरिएको छ अब मासतिर चाहिँ के छ अवस्था त्यो चाहिँ अब हामी तपाईँलाई अपडेट गराउँदैन अगाडि बढ्छौँ अहिले चाहिँ गाउँघरतिर धमाधम यसरी डोजरले बाटो खन्ने क्रम चलिरहेको रहेछ रिमझिमतिर पनि अब उहाँले मलाई बाटो छोडिदिँदै हुनुहुन्छ अब म यताबाट छिर्नु पर्यो अब म छिरेँ साथीहरू दाइ ऊ जान्छ बाइक ऊतिर जाला त बाइक यहाँसम्म मात्रै म चाहिँ गएँ ए थाहा भएन जान्छ होला यो सडक चाहिँ कहाँसम्म बनाउँदैछ है यो त यहाँसम्म मात्रै हो ए कति मात्रै छ हजुर नास्तिर पनि बनाएको के त हिँडिरहेछ तर अप्ठ्यारो चाहिँ होला होइन हजुर हजुर जान्छ ए हुन्छ डाँडासम्म चाहिँ गइरहेछ हस् हुन्छ दाजु अब चाहिँ हामी निकै माथि आइसक्यौँ है अब यो पर एउटा सानो गाउँ देखिरहेछ यो सायद बाक्सोरी आसपासतिरको गाउँ हुनुपर्छ यो यता पनि सडकहरू खनिसकेको रहेछ अहिले चाहिँ होइन भने चाहिँ यता पनि निकै गाह्रो अवस्था थियो अहिले चाहिँ सडक खनिएछ साथीहरू यो गाउँको नाम चाहिँ डाँडा खर्क रहेछ अब डाँडा खर्कबाट थोरै माथि निस्किसके पछाडि चाहिँ दुईवटा बाटो छ अरे अनि दुईवटा बाटो मध्ये चाहिँ एउटा दायाँतिर अर्को बायाँतिर जाने बाटो छ अरे एउटा छोटो बाटो एउटा अलिक लामो बाटो छ अरे अनि अब हामी आज छोटो बाटो नभएर लामो बाटो जान्छौँ किनकि लामो बाटो अलिकति सेफ छ भन्ने कुरो आयो ल साथीहरू यो डाँडा खर्क गाउँबाट थोरै माथि दुईवटा बाटो छुट्छ एउटा बाटो पल्लो बाटो जुन निकै चिप्लो छ हेर्दाखेरि पनि लेउ परेको छ यता दाहिनेपट्टिबाट हिँड्यो भने अलिकति लामो तर अलिक सजिलो बाटो छ भन्ने कुरो आएको छ त्यही भएर हामी यहाँबाट दाहिनेतर्फ लाग्छौँ है त अब यहाँबाट धोत्रे पुग्न हामीलाई लगभग आधी घन्टाको समय लाग्छ भन्ने कुरो छ हेर्नु त अगाडि यस्तो लेउ छ त्यही भएर हामी उताबाट जाँदैनौँ त्यही भएर यो सिधै बाटो जाउँ हामी यसरी अलिक घुमाउरो तर सजिलो बाटो जाउँ त हामी होइन यताबाट हामी लाग्छौँ यता पनि बाटो त पुरै लेउ परेको रहेछ तर पनि अब अफ रोडमा राइडिङ गर्न सक्ने क्षमता भएकोहरूलाई यतिको चाहिँ नर्मलै हो होइन त्यस्तो बित्त गाह्रो छैन यो बाटोहरू तर एकदम सावधानीपूर्वक चाहिँ हिँड्नुपर्छ अलिकति यस्तो बाटो हिँड्दाखेरि ओभर स्पिड बनाएर हिँड्ने त्यस्तो गर्नु हुँदैन किनकि बाटो अलिक हेर्नु न लेउ छ होइन यो किनकि यो बाटो खासै मान्छेहरू हिँड्दैन नि त अनि अब अहिले हामी भोचुरबाट हामी हर्कराज राई साम्पाङज्यूको गाउँतर्फ अगाडि बढिरहेका छौँ होइन बढी नै रहेका छौँ अगाडितर्फ हेरौँ के कति समय लाग्ने हो यो बाटो घुमाउरो छ भन्ने कुरो आएको थियो हेरौँ कति घुमाउरो रहेछ घुमाउरो चाहिँ घुमाउरै छ जस्तो पनि छ निकै ओह्रो त आइसक्यो अझै पनि टर्निङ ओ माइ गड सिस्नु पो आइलाग्यो त फेरि यस्तो खालको सिस्नुले नै के जनाउँछ भने यो बाटो धेरै घुमाउरो छ भन्ने थियो हेरौँ न सिस्नु छ है यो सिस्नुलाई यसो पन्साइदिने काम गरौँ किनकि यस्तो सिस्नुहरूले चाहिँ यसलाई भाङ्रे सिस्नु भन्छ क्या यो अल्लोको कपडा बनाउने चिजहरू यही हो ला यहाँ त बाटो भत्केको रहेछ यार सिङ्गै पहाडै झर्नु खोजेको छ नि त हौ जान्छ होला त बाइक हेर्नु त पुरै चर्किएको रहेछ नि त्यो त यसरी यस्तरी चर्किएको रहेछ नि पहिरो नै झर्नु खोजेछ
ला जाँदैन के हो यार बाइक त अब यहाँबाट घुमाउनु पर्ने रहेछ अब टर्निङमा आएपछि यस्तो भयो अब यहाँसम्म आइहाल्यो अब खन्नुपर्ने भयो बाटो यताबाट घुमाएर मेन चढाउनु चाहिँ यहाँ गाह्रो हुने भयो यसरी पहिरो गएछ है अब यहाँ केही न केहीले बाटो बनाउनु पर्ने भयो नभएदेखि चाहिँ फर्किनु पर्ने भयो फेरि म बाटोलाई त खन्नै त पर्ने होइन खनेन भने त यहाँबाट बाइकै ननिस्किने भयो यत्रो अग्लो डिलबाट कसरी निकाल्ने त बाइक यार टेन्सनै भयो त कोदाली भए पनि खन्नुहुन्थ्यो नि कोदाली पनि छैन ल साथीहरू हेर्नु त यस्तो बाटो यो सिङ्गै पाहाडै चर्केर झर्नु खोजेछ क्या यहाँ तलतिर खोला छ अब बाइक त पर छ अब यहाँ यो बाटो ल्याउनु पर्ने छ कसरी ल्याउने होला त ल साथीभाइहरू यहाँ पो अब झरेर भए पनि ट्राई गर्नु पर्यो यता बाइक चर्किरहेछ बाटो त छेउछेउतिर बाटो यत्तिका आम्मा झन्डै लड यार अब निकाल्ने कसरी यार यता तलतिर बाटो ल यत्तिका अब यहाँ पनि पो आफत आइलागो त अब यहाँ हामी कसरी झिकौँ भने यसलाई थोरै तलतिर फेरि डिल छ फेरि यसलाई यहाँ झारो भने पनि यो चिप्लिन्छ अब त सजिलै जान्छ होला भनेको त डेन्जर पो भयो त यार साथीहरू धेरै कोसिस गरिसक्यो हुँदैन खै अझै पनि के गर्ने अब अझ अग्लो डिल छ अन्त गोप्रोमा त अब अलिकति होचै खालको डिल देखिरहेको छ होला त्यही पनि हेर्नु न यत्रो डिल छ अब यस्तो भयो कि टायर चाहिँ यसरी चिप्लिँदो रहेछ है पुरै टायरै घोटिएर हेर्नु नि जति कोसिस गर्दा पनि भइरहेको छैन अब यो डिल चढाउनु सकेपछि बाटो आयो फेरि होइन नभए चाहिँ फेरि फर्किनै पर्ने अवस्था आइलाग्यो झोला साइडमा राखिसकेँ बाइक यस्तो अवस्थामा छ कसरी चढाउनु त एकजना भयो एकजना साथी कोही भेटेदेखि त सजिलो पनि हुन्थ्यो यस्तो छ बाटोको अवस्था ल साथीभाइहरू अब हाम्रो हर्क साम्पाङजीको गाउँ जाने क्रममा चाहिँ भोजपुरतर्फबाट हुन त खोटाङतिरबाट घुम्दा हुन्थ्यो अब बाटो यस्तो फेला पऱ्यो है अब यहाँ खन्ती बनाइवरी खन्नु पऱ्यो नभए त बाइक त चढ्नै नसक्ने भयो यसरी खनेर यसरी पुरै खन्नु पऱ्यो अनि एउटा लिक जस्तो बनाएर निकाल्नु पऱ्यो झोला बिसाएर ट्राई गर्नु पऱ्यो भएन हेटेरिका खतमै बनायो यार यो टेम्केमयो गाउँपालिका अन्तर्गत पर्ने सडक है साथीहरू हामीले चाहिँ यस्तै बाटोमा यात्रा गर्नका लागि चाहिँ सालैपछि यातायात व्यवस्था कार्यालयमा गएर कर तिर्ने काम गर्छौँ यस्तै छ के गर्ने कोसिस गरौँ है त निकाल्न सकिँदैन कि हो गाँठ्यो
साथीहरु बाइकै लड्यो यार फेरि के गरी उठाउने होला ला के भएर लड्यो फेरि माय गॉड ह्यान्डलै भाँच्यो के हो यार बाइकको अब यो बाइकलाई घुमाउने के गरेर तना भो त ल साथीहरु धेरै कोसिस गर्यो है बाइक निकाल्न सकिएन अब फेरि फर्किनै पर्ने भो पर बाक्सोरी हुँदै जानुपर्ने अघि काई त्यो लेउ परेको बाटोबाट जानुपर्ने अवस्था आइलाग्यो अब हेरौँ के हुन्छ घुमी फेरि रुम जटार भने जस्तो फेरि अब फर्किनै पर्ने भयो अघि जहाँ मैले लेउको बाटो छ भने त्यहाँ पुग्नु पर्ने भयो अब त्यहाँसम्म पुग्न कति टाइम लाग्ने अब हेरौँ त्यही भएर यो बाटो मान्छे नै नहिँड्नु कारण त त्यो रहेछ नि त खासमा त बाटो भत्केको रहेछ नि मान्छे कहाँ यो बाटो हिँड्छ त फेरि कस्तो रहेछ भने त्यहाँको माटो चाहिँ पुरै उगे के भन्छ अरे फुस्के टाइपको माटो हातले पो चराएर त घाउ भइगयो यहाँ त खतरा चरायो त यार एकछिन ह्यान्डल मजाले ठेलेको घावै भएछ यार मेरो लगभग यहाँ 1 घन्टा चाहिँ वेस्ट भयो होला बाटो बनाउँदा बाइक ठेल्दा है निकै टाइम गयो अब फेरि पर पुग्नु पनि लाग्छ होला 15 मिनट जति त यतातिर चाहिँ किन पनि अलिक समस्या छ भने फोस्के माटो रहेछ क्या पुरै अनि फोस्के माटोमा त धेरै गाह्रो हुन्छ नि त अब चक्का गुडायो घुमेको पछाडिको चक्का चाहिँ होइन ग्रिप अब कि त भनेको डट बाइकै चाहिने रहेछ यस्तोमा हिँड्नको लागि चाहिँ यो नर्मल पल्सरको बाइकले चाहिँ अलिक तनावै दिँदो रहेछ क्या यस्तो यस्तो खालको बाटोहरूमा चाहिँ ल साथी अब फेरि यहाँ आइपुग्यो है बल्ल 15 मिनटपछि आयो अब यताबाट यो चिप्लो नचिप्लो बाटो फेरि जानुपर्ने छ अब चढाउन सकिन्छ सकिँदैन भन्ने विषयमा फेरि शङ्का उत्पन्न भइरहेको छ यस्तो छ बाटो चाहिँ होइन चढाउन सकिन्छ सकिँदैन यार कोसिस गरेर हेरौँ ल साथीभाइहरू अब चाहिँ फेरि पुनः एकदम काई परेको बाटो चिप्लो बाटो म लाग्दैछु उभो अब हेरौँ के कति लाग्ने हो अब आज सुम्दे भन्ने गाउँसम्म पुग्दाखेरि नै लाग्ला जस्तो छ निकै बेर साथीभाइहरू अब हामी बाक्सोरी आसपासतिर आइसकेका छौँ बाक्सोरी भन्ने गाउँ चाहिँ डाँडाखोरकोबाट लगभग 15-20 मिनट पनि पर्दैन खासमा बाटो राम्रो भने 5 मिनटको बाटो हो तर पनि आज मलाई 1 घन्टा लागिसकेको छ तर अझै पनि हामी तपाईलाई हर्क साम्पाङज्यूको जन्मेको गाउँको घर देखाउनको लागि अगाडि बढी नै रहेका छौँ अब हेरौँ के कति समय लाग्छ त्यतिसम्म पुग्नको लागि खैर केही छैन यात्रा भनेकै हो कहिले अप्ठ्यारो कहिले गाह्रो होइन तर घरिघरि चाहिँ एउटा यसो सम्झिँदाखेरि के पनि गुनासो गर्न मन लाग्छ भने हामीले यातायात व्यवस्था कार्यालयमा हरेक वर्ष नवीकरण दस्तुर तिर्छौँ बाइक चलाए बापत त्यो पनि यस्तो सडकमा कुदाउनका लागि के अब जुन सडकमा यसो हेर्दा सडक जस्तो छ तर यसलाई सडक भन्न मिल्दैन यो चाहिँ यो सडकले चाहिँ धेरै दुःख दिन्छ मान्छेलाई र यस्तो सडकमा हिँड्दाखेरि मेन्टेनेन्स कस्ट पनि धेरै आउँछ के बाइक बिग्रे गर्छ है विभिन्न समस्या आइरहेको छ अब रिपेयर छिटो गर्नु पर्यो होइन हरेक चिजमा भनेको जनतालाई शास्ति छ अब यो टाइपको बाटोहरूमा चाहिँ यो टाइपको बाटोहरूले गर्दाखेरि चाहिँ साथीहरु अब अहिले चाहिँ हामी यो धोत्रे पुग्न लागिसकेका छौँ तल यो बाक्सोरी भन्ने ठाउँबाट सिधै उकालो लागिसकेका छौँ त्यतिका बाटो चाहिँ एकदम डेन्जरै रहेछ है यो चाहिँ के रहेछ यो जङ्गलमा यस्तो यो रोडमा मजाले पत्ताहरू झरेको छ क्या यो सायद त्यो लेकाली केही वनस्पतिहरू हुनुपर्छ यो यसले चाहिँ बाटोको सौन्दर्यता एकदम अझ राम्रो देखाइरहेको छ क्या म आइपुग्दाखेरि चाहिँ धोत्रेमा कहिले पनि बादल नहटेको दिनमा चाहिँ म नआइपुग्ने नै भएँ अब आज आउँदाखेरि पनि लगभग
यसो हेरेको आकाश त धुम्मिक आएको छ। ल साथीभाइहरू फाइनली धोत्रे त आइपुग्यो, तर धोत्रेमा आइपुगेपछि चाहिँ अब घुसु कुहिरोले पुरै डाँडा काँडा छोपिहालेछ। तपाईँहरूलाई चाहेर पनि यहाँको ब्युटिफुल दृश्य चाहिँ देखाउन नसकिने भयो जस्तो छ। अब साथीहरू हामी यताबाट चाहिँ खोटाङ जिल्ला प्रवेश गरिसकेका छौँ। भोजपुर जिल्लालाई छोड्दै हामी केपिलासगढी गाउँपालिकातिर प्रवेश गरिसकेका छौँ। अब भने हामी धोत्रे आइपुग्यौँ। धोत्रे देउराली खोटाङ जिल्ला र भोजपुर जिल्लाको सिमानामा अवस्थित एउटा सानो गाउँ पनि हो। यहाँ केही गोठ तथा घरहरू अवस्थित छन्। यो ठाउँले पनि विशेषतः मुन्दुम पदमार्गमा यात्रा गर्ने पदयात्रीहरूको लागि खाना तथा खाजाको व्यवस्थापनमा सहयोग पुर्याउँछ। धोत्रे देउरालीलाई घरि बादलले छोपिदिन्छ, घरि मौसम उग्रेर झन् सुन्दर बनाइदिन्छ। अब भने हामी धोत्रे देउरालीलाई बिदा माग्दै लाग्यौँ पुनः ओह्रालो केपिलासगढी गाउँपालिका अन्तर्गत रहेको हर्क सम्पकज्यूको गाउँतर्फ। साथीभाइहरू अब चाहिँ हेर्नुहोस् त ल, कस्तो राम्रो डाँडाहरू देखिन थाल्यो। तर के गर्ने, यो माथि धोत्रेमा चाहिँ लास्टै हुस्सु कुहिरो लगाइदियो क्या अघि, एकदमै मजाले वेदरै खुलेन। अनि के गर्ने अब यहाँबाट हामी ओह्रालो लाग्छौँ। अब पहिला हाम्रा भिलेज लाइफ कन्टेन्ट क्रिएटर हाम्रो साथी हुनुहुन्छ केदार सर, अनि उहाँको गाउँसम्म पुग्छौँ, सुम्दे गाउँ। त्यसपछि अनि हामी त्यहाँबाट हामी धरान उपमहानगरपालिकाका प्रमुख हाम्रो हर्कराज राई हर्क साम्पाङज्यूको जन्मिनु भएको गाउँसम्म जान्छौँ र उहाँको घरसम्म पनि पुग्छौँ। उहाँको गाउँ चाहिँ चोखाने रहेको छ। चोखाने गाउँसम्मको यात्रामा हामी अगाडि बढिरहेका छौँ। अब हेरौँ कति समय लाग्ने हो। यतातिरको बाटो चाहिँ खासै मान्छेले प्रयोग नगरेको देखियो, एकदम सुनसान छ बाटो है। यत्रो बेरसम्म मैले एकैजना पनि यो बाटोमा यात्रा गर्ने मान्छे भेटेको छैन। सायद यो बाटो अहिले पानीले बिगारेर पनि होला, किनकि यो बाटोले चाहिँ भोजपुर र खोटाङलाई जोड्ने काम गर्छ। यद्यपि अब जोडे पनि यो बाटो चाहिँ त्यस्तो विध उत्कृष्ट नभएकोले गर्दाखेरि सम्भवतः यो बाटोको प्रयोगमा कमी आएको हुनुपर्छ। अब हेर्नु त ल, यो बाटोमा अहिलेसम्म एउटा पनि बाइक भेटेको छैन मैले। बाटो अप्ठ्यारो भए पनि भिर पहाड छिजोलेर भए पनि तपाईँहरूलाई हाम्रो हर्क साम्पाङ राईज्यू जन्मनु भएको उहाँको जन्मेको घरसम्म चाहिँ पुऱ्याएर छाड्ने मेरो लक्ष्य रहेको छ। यतापट्टि फेरि हाम्रो गोठ भएको एरिया आयो, तर हामी जति तल झऱ्यो घाम पनि लाग्न थाल्यो। तर माथि धोत्रेतिर अझै पनि बादलै छ क्या। यो चाहिँ अचम्मै लाग्छ मलाई घरिघरि। म जति पटक म यो मुन्दुम ट्रेलतिरको आसपासतिर आइपुगेको छु त्यति पटक नै यतातिर हुस्सु कुहिरो बादल लागेकै हुन्छ कि। अब हेर्नु न, आज यस्तो तलतिर दिन खुल्ला छ, तर माथि धोत्रेमा अघि तपाईँले हेरिहाल्नु पो हुस्सु कुहिरो बादल पुरै थियो कि। अब के भन्ने, अब पुरै यस्तो छ त घाँटे जान सकिन्छ त? कोसिस गरेर हेरौँ है त। धन्न कसले अलिकति पनि काटिदिएछ र सजिलो भएछ, नभए त ओहो यहाँ त झर्नै पर्ने पो रहेछ त साथीभाइ हो। ओहो यस्तोमा त फेरि बाइक चिप्लिने सम्भावना हुन्छ क्या धेरै नै। लास्ट यार, यहाँ त बाङ्लाङ बुङ्लुङ पहिरो नै गएको छ नि त हौ सबै यार। हेटेरिका यतातिर फेरि सिँगै डाँडै झर्नु खोजेछ फेरि, हेर्नु त ल। यता तलतिरको बाटो त ठिकै होला नि भन्ने विषयमा अनभिज्ञ भइयो त। हेर्नु त यहाँ त यसरी झरिरहेछ नि, पुरै रोडै झर्नु खोजेको रहेछ नि। हेर्नु त ल, यहाँ पनि पुरै डाँडै झर्नु रोडै झर्नु खोजिरहेछ। यो बाटोमा पानी परेको बेलामा चाहिँ नहिँडै हुने रहेछ। हेर्नु त पहिरो झरेको ठाउँतिर पहिरोहरू झर्ने कोसिस गरिरहेको छ। ल एउटा ठुलो खोला आइपुग्यो। यो के खोला हो यो तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। पानी परेको बेलामा त यो खोला तर्न सकिँदैन क्या हो, एकदम
पानी चाहिँ चिसो जस्तो छ। अब यहाँ हेर्नु न, यो सिङ्गे रुखै झरेछ। हिजोस्तिको पानीले निकै नै बिजै गरेछ। ओहो, अगाडि पनि रुख ढलेछ त हौ, जान सकिन्छ त। धन्न कसले हो ठाउँ ठाउँमा रुखहरू चाहिँ काट्नु चाहिँ काटिदिएको रहेछ, तर यहाँ त छिराउन गाह्रो होला जस्तो भयो त, गाँट्यो। साथीहरूले रुखै काट्यो भने अलिक माथिबाट काटेको भए राम्रो हुन्थ्यो। ठ्याक्क मान्छे हिँड्ने तरिकाले मात्रै काटेको रहेछ नि हो त। अब यहाँ आइपुगेको तना भयो त यार। ओहो साथीभाइ हो, अब यो रुखलाई सार्न सकिएन भने कसरी लाने त बाइक? छिराउँदा सकिन्छ होला, तर बिस्तारो जोगाएर लानुपर्ने रहेछ। कोसिस गरेर हेरौँ। यो सिङ्गे रुख त सार्न सकिँदैन, किनकि राम्रो झरेको छ यो होइन। अब त्यही भएर यसलाई के चाहिँ गर्नु पऱ्यो भने यसलाई बिस्तारो लाने कोसिस चाहिँ गर्नै पऱ्यो अब। त्यहाँ तलतिर पनि हेर्नु न, रुखमा ठोकिन आँटिसक्यो आया। छिराउनु त छिराउनै पर्यो जसरी पनि बाइकलाई होइन। यति त छिराइयो। चिप्लेर तल पुगेको थियो। यहाँ रुख छ यस्तो, रुखले गर्दाखेरि स्वाट्टै पुग्यो यार बाइक त तल। झिक्ने कसरी हेर्नु त ल, ठाउँ ठाउँतिर रुखहरू झरेको छ है। यो बाटोमा पानी परेको बेलामा चाहिँ हिँड्न निकै गाह्रो हुने रहेछ है। हेर्नु त ल, यो सबै पहिरै झरेको यो। यो रुख हेर्नु त, सिङ्गे रुख पो झरेछ त। कत्रो रुख झरेको, आम्मामा हेर्नु त ल। ल फेरि यहाँ अर्को एउटा पहिरो गएछ साथीहरू। अब यहाँ चाहिँ एकदम पहिरो गएछ। बिस्तारो जोगाएर अब जानुपर्ने छ। ल फेरि अर्को पहिरो गएछ अरे यहाँ पनि अर्को पहिरो गएछ। फेरि यहाँ बाइक छिराउनु गाह्रो हुने भयो नि त यार। अघि माथिकै खोला तर्नु पर्ने रहेछ टाढा, अनि बाटो सफा गर्नु पर्छ। ला जान सकिन्छ होला त यहाँबाट। बाटो त डेन्जरै छ त यार, यहाँबाट त जान सकिला जस्तो छैन साथी। कोसिस त गर्नै पर्यो अब यहाँ आइसके पछाडि होइन। हुँदैन के हो। झन् कता सर्नु थालो। बाइक हेर्न साथीहरू यस्तो छ, तल खोला छ, यहाँ चाहिँ यस्तो हौडी छ। वान मिस्टेक गेम फिनिस भन्ने स्टाइलको रहेछ। यहाँ चाहिँ यहाँ पनि लड्ला जस्तो लाग्यो बाइक त। वान मिस्टेक गेम फिनिस भन्ने स्टाइलको रहेछ। बाटो चाहिँ अगाडिको बाटो हेरौँ है त, जान्छ कि जाँदैन। छिराउनु सक्यो भने चाहिँ जाने रहेछ। मेरो बाटो बाइक चाहिँ यस्तो चाहिँ चढ्छ कि चढ्दैन त यहाँ भन्ने कुरो छ। चढाउनै पर्ने भयो फेरि। यो चाहिँ हाम्रो खोटाङतर्फको बाटो। आहा कति राम्रो गाउँ हो यो पारिपट्टिको त। हेर्नु त यो पुरै यो कुन गाउँ हो यो?
पिपिङ गाउँ हो कि समथिङ के गाउँ हो यो है पारिपट्टि एकदम राम्रो आकर्षक गाउँहरू देखिरहेको छ। त्यस पछाडि अब हामी चाहिँ अब हर्कराज राई साम्पाङज्यूको गाउँतर्फ अगाडि बढिरहेका छौँ। अब यो एउटा सानो अनि आकर्षक गाउँ देखिरहेछ। यो केदार सर ज्यूको गाउँ देखा पर्न थाल्यो। पारिक सुम्दे गाउँ एकदम राम्रो आकर्षक एकदम न्यानो घाम ताप्दै बसिरहेको जस्तो देखिरहेछ केदार सरको गाउँले। ट्र्याक्टर त पुरै फसेछ त है। त्यही त बरु यो त यो माटो तलतिर फ्याँकिदिएको भए त्यस्तो हुँदैन थियो होला। बाइक पनि छिराउनु नसकिने रहेछ। ए घाँटी के गरी छिराउनु छ तपाईँ? के गरी छिराउनु छ त? मजाले डामडुम छिरेछ त। यस्तै थियो कि यहाँ माथि यस्तै थियो है। मच्चेर जाने भनेपछि त अब बाइक पनि जाँदैन है। ल दर्शक वृन्दहरू अहिले चाहिँ अब हाम्रो यहीँ पुरै मजाले ट्र्याक्टर फसेछ है। अब यहाँ त बाइक पनि झिक्नु नसकिने भयो। ट्र्याक्टर यस्तो मजाले फसेछ साथी हो। हाम्रो साथी चाहिँ केदार सर्कबाट आउनु भएको अरे। पुरै फसेछ ट्र्याक्टर त। उहाँकैमा सामान पुऱ्याएर ल्याउनु भएको होला। लु सर लु तपाईँलाई धन्यवाद है। सहयोग गर्नुभयो। तपाईँलाई टाइम लाग्ने भयो। हजुर ल साथीहरू अब चाहिँ हामी केदार सरको गाउँ सुम्दे पुग्न आँटिसकेका छौँ। यहाँ एउटा खोला आउँदैछ अनि त्यो खोलालाई हामीले पार गर्नु बित्तिकै हामी सुम्दे भन्ने गाउँतर्फ प्रवेश गर्छौँ साथीहरू। यहाँ एउटा फेरि अर्को खोला है। त्यो कुन खोला हो कमेन्ट गर्नु है त साथीहरू। ल साथीभाइहरू अब चाहिँ हामी सुम्दे गाउँतर्फ प्रवेश गर्दैछौँ। हाम्रो आदरणीय केदार सर उहाँको गाउँतर्फ प्रवेश गर्ने क्रममा छौँ हामी। परको पारीको गाउँ हुँदै आएको। आज माथि माथि आकाशतिर यो मुन्दुम ट्रेलतिर चाहिँ अझै पनि बादलहरू लागि नै रहेको अवस्था छ। अनि हामी चाहिँ केदार सरको घरतर्फ पुग्न लागिसकेका छौँ। त्यसपछि अब हामी आदरणीय हर्क साम्पाङज्यूको गाउँ चोखानेतर्फ प्रवेश गर्छौँ। अब चाहिँ हामी यो सुम्दे गाउँतिर प्रवेश गरि नै सकेका छौँ। अब हाम्रो केदार सरको घर पुग्न त्यति बित्न टाढा छैन। हाम्रो केदार सरको घर आसपासतिर चाहिँ यसरी पुरै मालिङ्गोहरू रहेछ धेरै नै। मालिङ्गो काटे निलैलाई बिनायो बाजा भने जस्तै तरिकाको चिजहरू रहेछ धेरै नै। ल अब हाम्रो केदार सरको घर चाहिँ देखा परिसकेको छ। हाम्रो केदार सरसँग भेटघाट नभएको पनि धेरै भइसकेको छ। अब उहाँसँग हामी एकछिन भेटघाट गर्छौँ। त्यसपछि त्यहाँबाट अगाडि बढ्छौँ। अब हामी यहाँबाट फेरि अगाडि बढ्छौँ। यो चाहिँ रहेको छ हाम्रो केदार सरको घर। केही बेर यात्रा तय गरिसकेपछि हामी पुग्यौँ चर्चित भिलेज लाइफ कन्टेन्ट क्रिएटर केदार राई र समिता राईज्यूको निवासमा। उहाँहरूको निजी निवाससम्मको मेरो यो यात्रा दोस्रो पटक थियो। योभन्दा अगाडि उहाँहरूको घरसम्मको यात्राको भिडियो हेर्नुभएको छैन भने आई बटनमा क्लिक गरेर यो भिडियो हेर्नुहोला। अब भने म चर्चित भिलेज लाइफ कन्टेन्ट क्रिएटर केदार राई र समिता राईज्यूको निवासमा पुगेँ। ल साथीहरू यो पछाडिपट्टिको हाम्रो घर रहेको छ हाम्रो केदार सरको। अब यहाँ हामी आइसकेका छौँ सुम्दे गाउँमा। अब हामी केदार सरलाई एकछिन भेट्छौँ। त्यसपछि अगाडि बढ्छौँ। हाम्रो केदार सरको गाउँमा घरमा आइपुग्यो। हाम्रो केदार सरको घरमा आइपुगिसकेका छौँ हामी। केदार सरलाई भेट्छौँ। नमस्कार नमस्कार सबैजना आरामै हुनुहुन्छ? समिता बहिनी नमस्कार। हाम्रो केदार सर ए हजुर हजुर म त छ पर फसिरहेछ। ल साथीभाइहरू फेरि हामी केदार सरको घरसम्म आइसकेका छौँ। हेलो केदार सर। केदार सर नमस्कार है नमस्कार। ओहो के छ सायाङको भेटौँ। मास्टर टावर पनि टिप्दैन सर। अनि
को निवासमा चाहिँ लगभग 1 वर्षपछि 1 वर्ष ठ्याक्कै भयो 1 वर्षपछि आइपुग्यो असार साउनतिर आउनुभयो हैन अब हाम्रो यो सरको यो सुम्दे गाउँमा आइपुगेका छौँ अब यो सुम्दे गाउँको विषयमा अलिकति सरले थोरै भनिदिनुहोस् न सर यो हाम्रो ठ्याक्कै कुन गाउँपालिकामा पर्यो सर यो चाहिँ हाम्रो खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वार्ड नम्बर 1 पर्छ हैन सापीको चाहिँ हाम्रो फेदी गाविसको वार्ड नम्बर 7 र 8 पर्थ्यो यो तपाईँहरूको केपिलासगढी गाउँपालिका वडा नम्बर कति पर्छ वडा नम्बर 1 पर्छ है ए हजुर हाम्रो सरको गाउँमा पोहोर पनि लगभग 1 वर्ष पहिला आइएको थियो अनि आज हाम्रो हर्क साम्पाङजीको गाउँ जाने क्रममा पनि ठ्याक्कै उहाँको घर पर्ने भएकोले गर्दाखेरि उहाँसँग पनि थोरै यसो कुराकानी गरौँ भन्ने हिसाबले छिर्यो त्यो भने हाम्रो केदार सरको गाउँ आइपुग्ने क्रममा चाहिँ मेरो बाइकको चाहिँ मुनिको नट बोल्ट झरी पठायो कि कम्ता गाह्रो भयो त्यही फेरि यस्तो नट बोल्टहरू चाहिँ कस्तो हुन्छ भने एकदम सेन्सिटिभ कुराहरू अब हुनु चाहिँ मैले अब चेकअप गर्नु पर्थ्यो आउँदाखेरि चेक गरिनँ लुज थियो होला आउँदा आउँदै झरी त गएछ अनि केदार सर र म चाहिँ रिपेयर गर्ने काम अब यहाँ ट्राई गरिरहेको छु अब हेरौँ अब हुन्छ हुँदैन अब त्यो भएकोले गर्दा यस्तो तारहरू बटारीवरी कोसिस गर्दैछु डबल बनाइयो डबल पनि बनाइयो सिङ्गललाई डबल बनाएर कोसिस गर्दैछु हाम्रो हर्क साम्पाङज्यूको घरसम्म पुग्न पनि गाह्रो होला जस्तो छ आज गाह्रो होला जस्तो छ यद्यपि हामी यहाँ ट्राई गरिरहेछौँ हाम्रो केदार सरले यहाँ मेहनत गरिरहनु भएको छ अघि लड्दाखेरि हो न कहाँ ढुङ्गामा ठोकेर झरे त थाहै पाइन तल झरे खात्रा गर्छ के भएछ भनेको त त्यो चाहिँ तल नुइदो रहेछ क्या भुइँमा त्यो चाहिँ तल भुइँमा चाहिँ ठक्कर खाँदो रहेछ क्या फेरि यहाँको यस्तो ग्रुप चाहिँ झरेछ त्यस्तो नर्बल झरेछ हर्क साम्पाङज्यूको गाउँ जाने क्रममा चाहिँ हाम्रो सवारी साधनमा समस्या आइसकेपछि केदार सरले यहाँ सहयोग गर्दै हुनुहुन्छ यो धन्यवाद हामीले अब हामीले डरो एकदम मजबुत बनाइयो हुन्छ खतरा नि अब झर्दैन लु कुच्चाइदिएको छु नि त हाम्रो केदार सर र हाम्रो समिता बहिनीलाई धन्यवाद सुम्दे गाउँमा आएपछि चाहिँ मेरो बाइक मेन्टेनेन्स भइसकेको छ यहाँ आएपछि चाहिँ माथि अघि ठ्याक्कै धोत्रेबाट झर्दाखेरि धोत्रेतिर झऱ्यो न त्यहाँभन्दा मुनि झऱ्यो त ठ्याक्कै थाहा भएन तर जङ्गलको बिचमा आएपछि चाहिँ मैले यस्तो नटबल झरेको थाहा पाइरहेको थियो अब यहाँबाट हामी लाग्छौँ चोखानेतर्फ हुन्छ हाम्रो केदार सरको यो काम गर्ने वर्क स्टेसन चाहिँ यस्तो छ उहाँको यो रुमभित्र प्रवेश गरिसके पछाडि चाहिँ एकदमै युट्युबरवाला फिल आइहाल्ने क्या फेरि होइन सरले धमाधम काम गरिरहनु भएको छ भिडियो अपलोड तर्फमा त्यही त गरिदिइहालौँ भनेर त हाम्रो सरको सिल्भर प्ले बटन 3टा आइसक्यो त सर है 3टा हो यो चाहिँ किन ठुलो यो किन सानो आएर त यो अहिले पछिल्लो चोटीमा सबैको सानो छ सर यो किनभने यो युट्युब गुगलले नै त्यस्तो अहिले चाहिँ सिस्टम सानो बनाउने गरेछ कि यो चाहिँ पहिला अलिक सुरुमा आएकोले गर्दा ठुल्ठुलो यो चाहिँ अलिक पछि आयो क्या समिताको चाहिँ ढिलो भयो नि त अनि त्यही भएर त्यो चाहिँ पछि ढिलो आउँदा सानो भयो ल हाम्रो समिता बहिनीसँग पनि भेटघाट भइसकेको छ ल समिता बहिनीलाई पनि हार्दिक नमस्कार बहिनी नमस्ते ल हाम्रो समिता बहिनीको घरमै आइपुग्यो सुम्दे गाउँमा होइन दसैँ पनि आउँदैछ होइन अब के योजना बनाउँदैन छ अब योजना त के छ यसपालि गाउँघरतिरै रहनुहुन्छ होला तपाईँहरू हजुर हामी गाउँमै हुन्छौँ हजुर पोस्टुर पनि भर्खरै मात्रै गएर आउनु भएको रहेछ जानु हुनु यसपालि त हामी जान त जान्छौँ ए हो हजुर जान्छौँ दाजु हाम्रो सायाङ बाबु हुनुहुँदो रहेछ है बाबु हेलो भन्नु न सायाङ आमामा सायाङले नि हलो भन्नु थालिसकेछ है तर चाउचाउ त धेरै खानु हुँदैन नि त नि चाउचाउ खायो भने रोग लाग्छ के हो तिम्रो नाम नाम के हो वाट इज योर नेम सायाङ भन न हो चाउचाउ धेरै नखानु है रोग लाग्छ ल साथीहरू हाम्रो समिता बहिनीसँग भेटघाट भइसकेको छ हाम्रो समिता बहिनीलाई त धेरैजना साथीहरूले हेरि पनि सक्नुभयो होला मेरो च्यानलको थ्रुबाट हेर्नु भएको छैन भने उहाँहरूको च्यानलमा जानु होला है समिता राई युट्युब च्यानल छ केदार राई छ अनि अर्को पनि छ उहाँहरूको हजुर भिलेज इन्भाइरोमेन्ट नेपाल भन्ने छ उहाँहरूको च्यानललाई गएर चेकआउट गर्नु होला तपाईँहरूले फेरि अब उहाँ हाम्रो केदार युट्युब जर्नीमा भने चाहिँ गुरु पनि हुनुहुन्छ उहाँ चाहिँ उहाँले मलाई पहिलामा साथ सहयोग र सपोर्ट गरिरहनु भएको छ त्यो भएको हिसाबले गर्दाखेरि पनि केही युट्युबसँग सम्बन्धित केही समस्याहरू परेमा चाहिँ म उहाँलाई जहिले सोध्ने गर्छु क्या साथीहरू होइन विशेष गरी जब मैले यो कुना कन्दरा युट्युब च्यानल सुरु गरेँ त्यसपछि उहाँको ठुलो साथ सहयोग रहेको छ म होइन अब यो च्यानलप्रति त्यसको लागि म उहाँलाई चाहिँ के धन्यवाद पनि भन्न चाहन्छु र उहाँको यो घरमा चाहिँ लगभग 1 वर्षपछि आइयो होला है सर 1 वर्षभन्दा बढी भयो हजुर 1 वर्ष क्रस गर्यो 13-14 महिना हजुर पछि 14-15 त्यस्तै महिना भयो होला ठिक छ उहाँसँग असार साउनको टाइममा आउनुभएको हो तपाईँ कि भदौमा आउनुभयो
त्यस्तै हो सर असार साउन भदौतिर हुनुपर्छ त्यस्तै हो साउन भदौतिर यसपालि भने असोज लागिसकेको छ होइन त्यस्तै 13 14 लु सरसँग फेरि पनि होइन 1 वर्षपछि भेट भयो साह्रै खुसी लाग्यो अब म एउटा अफलाइन अब तब हाम्रो भेट भइरहेको हुन्छ प्रत्यक्ष रूपमा यो जस्तो तपाईँकै निजी निवासमा आएर चाहिँ यो भेट भनेको चाहिँ दोस्रो पटक होइन सर लु सर लु तपाईँलाई धन्यवाद सर है सहयोग गरिदिनु भयो विशेष चाहिँ मेरो बाइक पनि मैले सक्दो छैन त्यो तार बाँधेको तारले बाँधेको बाइक पनि हत्या के हो हतौडा पेन्सिल निकालेर गरेको बाइक पनि बनाइदिनु भयो अनि प्लस अब उहाँले भने युट्युब टिप्स ट्रिक्सहरू पनि दिइहाल्नु भयो त्यसको लागि धन्यवाद सर तपाईँलाई है सर हजुर अब फेरि एकछिन मैले समय मिल्यो भने भेट्नु पर्छ सर भरे कस्तो हुन्छ नभए त्यही भएर फर्किनु नि हस् सर हुन्छ के हुन्छ अब आज ढिलो हुन्छ सायद मलाई जहाँसम्म आज ढिलै रातै पर्छ तपाईँलाई लु सर अहिले लु है त हस् ल हुन्छ है त राम्रोसँग सुट गरेर आउनु होला हस् सर धन्यवाद सर संयोग पनि कस्तो जुर्यो भने हर्क साम्पाङज्यूको भतिजसँगको भेट पनि केदार राईज्यूकै घरमा भयो उहाँसँग पनि एकछिन भलाकुसारी गरियो अनि हाम्रो हर्क साम्पाङ यहीँ हुनुहुन्छ यहाँ भतिजो उहाँ चाहिँ ज्ञानराज राई उहाँको चाहिँ जस्तो कि आफ्नै भतिजो उहाँ चाहिँ हजुर गाउँमै हो तल घर माथि घर कता तलतिर झर्नु छ कि अब म यहाँ पिपिएम जाँदैछु ए हजुर सामानहरू लिएर आएको गाडीमा पर त रोड त अप्ठ्यारो रहेछ नि त हजुर त्यहाँ साथीहरूले अघि बिहान बनाएको त्यो पनि नाना खनेन बाइक पनि आउँदैन थियो सर हजुर ए तपाईँ त्यही बाटो आउनुभयो है हजुर हजुर त्यही एउटा ट्र्याक्टर फसिरहेको हजुर त्यही मेरै हो त्यही छ त्यो पारी उहाँले भन्यो त्यो हाम्रो केदार सरकोबाट फर्किँदाखेरि यस्तो भयो भन्दै साथी मरिमरि खन्दैछ मरिमरि खन्दैछ ए होइन उताबाट अरू पनि आउँछु भन्दै हुन्थ्यो आएको छैन ए हजुर हजुर छैन छैन म चाहिँ हर्क साम्पाङको भतिज भनौँ न ए हो उहाँको त्यो जुन अहिले नयाँ घर छ नि हजुर मैले नै बनाइदिएको उहाँको त्यो घर चाहिँ पुरानो घर थियो पुरानो घरलाई मैले भत्काएर नयाँ घर बनाइदिएको अब पुरानो चाहिँ भूकम्पले अब पुरा सर्किगएको थियो ए तलतिर जाने बाटो चाहिँ कस्तो छ अहिले अहिले ठिकै छ राम्रै छ बनाउँदै आएको ए हजुर कतिखेर फर्कनुहुन्छ तपाईँ म लगभग 2 वर्ष होला कि 3 वर्ष त्यहाँदेखि ए हजुर टाइम त लाग्ने रहेछ है टाइम लाग्छ ठिक छ यदि त्यो सामान सेल गर्नु छ कि भनेपछि त संयोगले तपाईँसँग भेट भएको छ त हाम्रो केदार सरको घरमा ठ्याक्कै हाम्रो केदार सरको निवासमा चाहिँ हाम्रो हर्क साम्पाङज्यूको चाहिँ उहाँको चाहिँ साइनोले भतिज हजुरको शुभ नाम के भन्नुभयो मेरो ज्ञानराज साम्पाङ राई हो ज्ञानराज साम्पाङ ए हजुर तल्लो घर माथिल्लो घर हजुर तल्लो घर माथिल्लो गर्ने हो ए हजुर भरे तल भेट हुन्छ होला तपाईँ भेट हुन्छ तल्लोको घर अहिले त्यो नयाँ बनाइदिएको पनि जस धरानदेखि फोन गरेर के छ कसो छ भनेर अब सोधी खोजी गरिराख्नुहुन्छ मैले नै रेखदेख गरिरहेको छु ए हजुर त्यहाँ यस्तो छ त्यस्तो छ त्यहाँ बोल लाइटहरू चोरी भएको छ लाइटहरू जलेछ भन्ने सबै कुरा म यही नै गर्छु अलिक तपाईँसँग संयोगले हाम्रो केदार सरकै घरमा भेट हुन जुरेको रहेछ भने चाहिँ म पनि अब तपाईँसँगै जान्थेँ एकछिन जानुपर्छ इलेक्सनमा फेरि अब भने हामी सुम्दे गाउँलाई बिदा माग्दै पुनः लाग्यौं हर्क साम्पाङज्यू जन्मनु भएको गाउँको घरसम्मको यात्रामा सुम्दे गाउँ निकै नै आकर्षक देखिरहेको थियो यद्यपि म सुम्दे गाउँको सुन्दर दृश्यहरू मुटुभरि सङ्घाल्दै अगाडि बढिरहेँ बाजे यो चोखाने जाने बाटो कता हो यही हो कता तल्लै बाटो अलमलिने बाटो छैन नि कतै सिधै जानु ओ माइ गड कति राम्रो गाउँ आयो हो साथीहरू आम्मामा धेरै राम्रो गाउँ आइसकेको छ है गाउँघरतिर अहिले दसैँ आए जस्तै लाग्दैछ मलाई पनि एकदम बाटोहरू सुनसान चट्ट लगाएर है आकर्षक सुनसान देखिरहेछ अब गाउँघरहरूको यस्तै छ ल साथीभाइहरू अब हामी हर्क साम्पाङ राईज्यूको गाउँतर्फ अगाडि बढी नै रहेका छौँ है अब हेर्नु के कति टाइम लाग्ने हो ल साथीहरू अब हामी ओह्रालो लाग्दैछौँ है ओह्रालो अब हामी कहाँ पुग्छौँ त हेरौँ है त ओह्रालो लागिरहेछौँ हेरौँ कति टाइम लाग्ने हो है अब हामीलाई यो चोखाने गाउँसम्म पुग्नको लागि खासै धेरै समय लाग्ने चाहिँ छैन है अब किनभने अब हामी निकै सुम्देबाट निकै तल झरिसक्यौँ लगभग अब आधी घन्टाको फेरिको कुरा आइरहेको थियो अब हेरौँ के कति समय लाग्ने हो है अब अहिले अब हामीले यसो निहाल्दै जाने हो भने है बाटो चाहिँ ओह्रालिँदैछ हामी ओह्रालो लाग्दैछौँ है यतातिर चाहिँ भिड पनि छ कि क्या जस्तो पनि लाग्दैछ यो सायद समथिङ कुन खोला हो यो अनि यो खोलाको आसपासतिर एउटा खनिएको जुन सडक छ अफरोड यो अफरोडमा चाहिँ अब हामीले लम्किरहेका छौँ अगाडितर्फ अब एउटा टर्निङ आयो फेरि अब यो टर्निङलाई अब हामी मोड्छौँ अनि पारिपट्टि एकदम राम्रो आकर्षक गाउँहरू देखिरहेको छ है यतापट्टि चाहिँ पुरै रहेछ धेरै भिड रहेछ है
यहाँ चाहिँ एक मिस्टेक गेम फिनिस रहेछ है साथीहरू। किन पनि गेम फिनिस रहेछ भने झऱ्यो भने सिधै तल खोलामा पुगिँदो रहेछ। खोलामा पुग्यो भने त गाह्रो हुन्छ। माइ गड, अब कुन खोला आउन आँट्यो एउटा सानो खोला आउन लाग्यो। मान्छे चाहिँ झरो भन्दाखेरि त सिधै खोलै पुग्ने खालको भिड रहेछ नि त हौ यार। एकदम डेन्जर भिडवाला रोड पो रहेछ त यो त। बाटो चाहिँ सोलिङ पनि गरिएको रहेछ ठाउँ ठाउँतिर चाहिँ। ठाउँ ठाउँमा चाहिँ एकदमै ओह्रालो छ क्या। अब यहाँ तल छ अलैँची बारीतिर आइपुग्यो। अलैँचीहरू पनि रोपिएको रहेछ यतातिर है। तर अलैँची त्यति धेरै रोपिएको छैन, हल्का फुल्का मात्रै रोपिएको छ। सायद केही वर्षभित्र यो अलैँचीहरू पनि फल्छ होला। अब एउटा सानो खोला आइपुगेको छ। है ठिकै, खोला सानो भन्दा पनि निकै ठुलै रहेछ। पछि झरी पर्दाखेरि यो खोलाले पनि सायद धेरै मान्छेहरू बगाउँछ होला हो। सुन्दर सुन्दर डाँडाकाँडा अनि भिर पाखाहरू निहाल्दै म पुगेँ चोखाने गाउँ। यो गाउँमा विशेषतः किराँती समुदायको बाहुल्यता रहेछ। म यही गाउँहरूको सुन्दर दृश्यहरू निहाल्दै अप्ठ्यारो ओह्रालो बाटोहरूलाई निहाल्दै अगाडि बढेँ। साथीहरू अब एउटा फेरि सानो गाउँ आइपुग्यो। अब यो गाउँको नाम चाहिँ के रहेछ हामी सोध्छौँ, यहाँ बुझ्छौँ। यो गाउँको नाम के रहेछ हौ सर? यो गाउँको नाम के रहेछ हौ? चोखाने भनेकै हो। हाम्रो हर्क साम्बाङजीको घर कता पर्छ? यहाँबाट तलतिर झर्ने बाटो छ। र साथीहरू अब चाहिँ हामी यो चोखाने भन्ने गाउँमा आइसकेका छौँ। ल साथीहरू अब चाहिँ हामी हर्क साम्पाङ राईज्यूको घरतर्फ लाग्यौँ। अझै ओह्रालो लाग्दैछौँ है। अझै पनि अब चोखाने गाउँको पनि पुछारै पर्दो रहेछ उहाँको चाहिँ। त्यही भएर हामी अगाडि बढिरहेका छौँ। हर्क साम्पाङ राईज्यूको जन्मेको घर पुग्न लागिसकेका छौँ। यो चाहिँ उहाँको गाउँ रहेछ। उहाँको गाउँतर्फ जाने बाटो चाहिँ एकदम अफरोड स्टाइलको छ। पारिपट्टि चाहिँ निकै ठुलो पहिरो गएछ। अब हामी अझै अगाडि बढि नै रहेका छौँ। ल साथीहरू अहिले चाहिँ अब हाम्रो बाटो चाहिँ ओह्रालै छ। ओहो हो, ठाउँ ठाउँमा त निकै नै अप्ठ्यारो पनि रहेछ। ऐ ओ माई गड, ठाउँ ठाउँमा त बाटो त डेन्जरै रहेछ नि छन त। बाटो चाहिँ ठाउँ ठाउँमा एकदमै डेन्जरै पनि रहेछ है। पारिपट्टि चाहिँ ठुलो पहिरो गएछ हौ साथी हो। आमामा सिँगै पहाडै झरेछ झन्डै यार। हर्क साम्पाङ राईज्यूको घरै छेउमा झन्डै यत्रो ठुलो पहिरो गएछ त जानु पनि नि। यो पहिरो झर्दाखेरि त पुरै पहाडै थर्कियो होला हौ। अब यस्तो ठाउँमा म जन्मिनु भएर है अहिले एउटा श्रम पिताको एउटा नाम पनि पाइरहनु भएको छ, जुन एकदमै गौरव गर्न लायकको कुरा पनि रहेको छ। सिस्टर, हाम्रो हर्क साम्बाङजीको घर कता पर्यो? हजुर साथीहरू, अब हाम्रो हर्क साम्बाङ राईज्यूको घर चाहिँ आइपुगिसकेको छ। अब घर चाहिँ यो नै रहेछ है। हाम्रो श्रम पिता हर्क साम्पाङ राईज्यूको जन्मिनु भएको घर है। हुन चाहिँ यो घर चाहिँ अहिले यो घरलाई पुनर्निर्माण गरिएको रहेछ। पहिला चाहिँ यो घर अर्कै स्टाइलको थियो अरे, तर अहिले चाहिँ पुनर्निर्माण गरेर रातो टिन लगाइएको रहेछ। अब यहाँ तल एउटा खोला बगिरहेको छ। अहिले म स्थानीयहरूसँग पनि बुझ्ने कोसिस गर्छु। यहाँ तल एउटा ताप खोला हो या समथिङ कुन खोला हो, यहाँ तल यो खोला बगिरहेको छ। पारिपट्टि ठुलो पहिरो गएको छ अनि यतापट्टि चाहिँ हाम्रो हर्क साम्पाङ राईज्यूको जन्मिनु भएको घर। अहिले यहाँ घरमा चाहिँ कोही पनि हुनुहुन्न अरे। अहिले उहाँको आमा पनि यहाँ हुनुहुन्न भन्ने खालको कुरो सुन्नमा आएको छ। केही बेरको ओह्रालो यात्रापछि अन्ततः म पुगेँ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङज्यू जन्मनु भएको पहाडको घरमा। तल तापखोला बेतमासले दुधकोसीलाई भेट्टाउन बगिरहेको थियो। गाउँ पनि निकै नै सुन्दर देखिरहेको थियो। हर्क साम्पाङज्यूको पुरानो घरलाई भत्काएर अहिले भने नयाँ घर निर्माण गरिएको रहेछ। हामी पनि हर्क साम्पाङज्यूको घरलाई रेखदेख गरिरहनु भएका प्रतीक राईज्यूसँग कुराकानी गर्न सुरु गऱ्यौँ। श्रम पिता हर्क साम्पाङ राईज्यू उहाँ चाहिँ के अरे यही घरमा जन्मिनु भएको सुनेको हो। तपाईँले संरक्षण गरिरहनु भएको रहेछ होइन? हजुर। उहाँ बेला बेलामा आउनुहुन्छ, आउनुहुन्न यो घरमा?
हजुर म बसेकोदेखि त्यति आउनु चाहिँ भएको छैन अस्ति एकचोटि आउनुभएको थियो अरे यो गाउँमा जम्मा चाहिँ कति घर हुनुहुन्छ तपाईँहरू अहिले लगभग अनुमानले अहिले 100 क्रस अलिक हान्दैन कि क्रस 100 छ होला लगभग मेरो विचारमा चाहिँ ए हजुर हजुर अनि जस्तै छ नि अब हाम्रो श्रमपिता हर्क साम्पाङ राईज्यूको अब जन्मिनु भएको घर अब केही समय पहिला चाहिँ यो घर चाहिँ खरको छाना थियो भन्ने सुनेको थियौँ हामीले तर अहिले चाहिँ रातो टिन लगाएको रहेछ यो चाहिँ ठ्याक्कै कहिलेतिर चेन्ज गरियो यो लगभग अब यो 2 वर्ष जति भयो होला लगभग त्यति भयो होला खासै मैले हिक्का भएन कतिमा बनेको भनेर यो चाहिँ पुरानो घरलाई चाहिँ तोडमोड गरेर नयाँ बनायो कि योभन्दा पहिला जस्तो थियो त्यस्तै छ यो छाना मात्रै परिवर्तन गरेको होइन धेरै चेन्ज भएको नि पुरानो त अब पुरानो यहाँ एउटा थियो एउटा त्यहाँ यहाँ थियो नि त दुईवटा घर अहिले त्यही दुईवटालाई भत्काएर एउटा बनाएको हो ए तपाईँ चाहिँ हाम्रो हर्क साम्पाङ राईज्यूको साइनोले के पर्नुहुन्छ हाम्रो काकै भन्नुभयो ए के अरे तपाईँ चाहिँ उहाँको भतिज पर्नुभयो हजुर जस्तै हाम्रो हर्क साम्पाङ राईज्यू अहिले हाम्रो श्रमपिताको नामले पनि परिचित हुनुहुन्छ होइन अहिले हाम्रो देश विदेशमा नाम पनि कमाइरहनु भएको छ तपाईँहरूलाई कस्तो लाग्छ अब हामीलाई त एकदम खुसी लाग्छ हाम्रो काकाले एकदम राम्रो काम गरिराख्नु भएको छ त्यसैमा खुसी छौँ हामी अब अरू त के दिन सक्छौँ र होइन अब एउटा राईको साम्पाङ राईको धेरै नाम के अरे कमाउनु भयो साम्पाङ राईको धेरै नै राम्रो गर्नु हुँदैछ धेरै अब अरू के कुरा नदिनु सके पनि धेरै धन्यवाद छ हाम्रो काका होइन अब खासै हामी विशेष त अब यो गाउँको पनि नाम र यो गाउँको माटोको सुगन्ध बोकेर हिँड्ने काम गरिरहनु भएको छ नि त उहाँले हजुर हो नि एकदमै हो त्यो अब जहाँ हर्क साम्पाङ पुग्नुहुन्छ त्यहाँ यो चोखाने गाउँको नाम पनि पुगिरहेछ हो होइन त नभए त सम्भवतः धेरै मान्छेलाई चोखाने गाउँको बारेमा थाहा पनि थिएन होला ठिक छ अनि अब जस्तै अहिले यो घरमा भनेपछि चाहिँ तपाईँले मात्रै संरक्षण गरिरहनु भएको छ हजुर पहिला चाहिँ उहाँको आमा बस्नुहुन्थ्यो यहाँ हजुर आमा बस्नुहुन्थ्यो त्यही बोजू जानु भएको पनि त्यस्तै 6-7-8 महिना जति भयो होला हजुर अब कहिले आउनुहुन्छ त्यो त थाहा भएन अब भनेपछि उहाँले पनि छोडिदिनु भयो बस्नु यहाँ हजुर आउनुहुन्छ होला अब यो घरलाई चाहिँ कतिजनाले अहिले सेयर गरिरहनु भएको छ तपाईँले मात्रै कि अरू पनि हजुर हामी श्रीमार श्रीमती हो ए हजुर त्यति नै हो अब खासहरू त यो उहाँको यो घर अनि उहाँको जग्गा चाहिँ कहाँ तलैसम्म हो क्या उहाँको जग्गा यो घर भयो यो अब यो पाखा सबै तलसम्म छ अनि यो पल्लो खोल्छ त्यो पर पसल एउटा चिन्नुहुन्छ हजुर त्यहाँ पसलभन्दा अलिक परतिर खोल्छदेखि यता अनि यो इनेर भयो यो तलतिरको खेत भयो हजुर अनि उता पल्लो पाखा उनीहरूकै हो यो सबै उहाँको है उहाँको त टन्नै पो छ हजुर यो पल्लो घर अलिक परतिरदेखि बन्छ अनि माथि यो ठाउँलाई बेसी भन्ने कि लेक भन्ने हामीले बेसी नै होला है लेक पनि त्यति लेक होइन औल पनि त्यति औल होइन ठिक हो अब अहिले तपाईँहरू धरान झर्नु पऱ्यो भनेदेखि चाहिँ कुन बाटो हुँदै जानुहुन्छ हामी दिक्तेल ए सबभन्दा छिटो त्यता बाटो हो दिक्तेल हुँदै हजुर भने पहिला दिक्तेल जाने त्यहाँबाट धरान झर्ने हजुर हजुर यहाँबाट दिक्तेल पनि कति लाग्छ तपाईँहरूलाई लगभग गाडीदेखि त्यस्तै 3 घन्टा जति लाग्छ होला हजुर अब त्यस्तै भनौँ न बाइकबाट झन् छिटो बाइकबाट त छिटै हुन्छ हिँड्दै चाहिँ अब फेरि धेरै नै लाग्छ यो तपाईँहरूको गाउँतिर पहिरो किन धेरै जाँदो रहेछ यो पारिपट्टि पनि पहिरै गएको छ त यो हाम्रो पहिरो जानुको कारण चाहिँ खोइ रोडले हो रोडकै कारणले हो यो पहिला त जाँदैन थियो नि हजुर त्यति धेरै गएको जाने हो यो पहिरो झर्दाखेरि त राम्रै झरेछ नि त डाँडै झरेछ खलातकोले त्यता त तपाईँहरूले पनि सुन्नु होला यो पहिरो झर्दा डङ रातितिर एकदम फेरि झर्ने गर्छ रातितिर के क्षति त पुगेन नि मान्छेहरूलाई केही त्यस्तो त्यस्तो छैन यो आसपासतिर घरहरू थिएन छैन त्यस्तो अब यो फेरि चट्टैमाथि नाग्यो भने चाहिँ छ फेरि उतापट्टि यतापट्टि चाहिँ पहिलेदेखि नै यस्तै है उता 1-2वटा घरहरू चाहिँ झन् है त्यो घरहरूलाई भेटेन तिनीहरू छ एउटा उता पर पनि पहिरो गएछ है ल तपाईँसँग भेट भयो संयोगले साह्रै खुसी लाग्यो है हजुर अब हर्क साम्पाङ राईज्यू हाम्रो श्रमपिताको घरलाई संरक्षण गरिरहनु भएको रहेछ है एकदम खुसी लाग्यो तपाईँसँग भेटेर है सम्पूर्ण दर्शकवृन्दहरू अब म यहाँबाट फर्कँदैछु है अहिले हाम्रो यो जुन चोखाने गाउँमा रहेको हाम्रो हर्क साम्पाङ राईज्यूको घर यो पछाडिपट्टि छ म उहाँकै आँगनमा उभिएर यो भिडियो सुट गरिरहेको छु तल तापखोला बगिरहेको छ अनि आसपासमा उहाँको छरछिमेकीको घरहरू अनि घाम पनि एकदम पारिलो घाम लागिरहेको छ अब यहाँबाट म चाहिँ उहाँको घरसँग बिदा माग्दै अगाडि बढ्दैछु अब उहाँको घर आउने पहिलेदेखिको एउटा सपना थियो हाम्रो श्रमपिता जसले श्रमदान अभियान एउटा श्रम संस्कृति सुरु गर्नुभएको छ धरानमा त्यो श्रम संस्कृति अभियानलाई उहाँले निरन्तर रूपमा अगाडि बढाइरहनु भएको छ र उहाँ जन्मिनु भएको घर होइन र उहाँ जन्मिनु भएको गाउँ होइन के कसो छ भनेर हेर्ने
रहर थियो अन्ततः त्यो सपना पनि पुरा भएको छ। हर्क साम्पाङज्यूको केपिलासगढी गाउँपालिका वडा नम्बर 2 मा अवस्थित यो उहाँको पुर्ख्यौली घरलाई प्रत्यक्ष आफ्नै आँखाले देख्न पाउँदा एकदमै खुसी लागेको छ। भौगोलिक विकटताका कारण यहाँसम्म पुग्न निकै नै कठिनाइ नै भए पनि उहाँको गाउँ भने एकदमै सुन्दर रहेछ। तपाईलाई चाहिँ उहाँको गाउँ कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। यदि तपाईँ हर्क साम्पाङज्यूको पहलमा निर्माण भएको श्रम संस्कृति पार्कसम्मको यात्राको भिडियो हेर्न चाहनुहुन्छ भने यो थम्बनेलमा क्लिक गरेर हेर्नुहोला।